पानी पर्न लागेको छ भन्दा चाहिँ पानी चाहिँ पर्नै थालिसकेको छ मान्छेहरू कोही छाता ओढेर कोही रेनकोट ओढेर होइन हिँडिराख्नु छ अनि यता हाम्रो सर्भिङ रेनकोट ओढेर हिँड्दैन छ सुपरम्यान नमस्कार सबैलाई दिदी बहिनी दाजुभाइ हेलो गाइस वेलकम ब्याक टु माय न्यू ब्लग यहाँ आजको दिन पनि स्वागत छ अनि आजको दिनको कुरा गर्नु पर्दा 2082 साल वैशाख महिनाको 23 गतिको दिन परेको छ 23 गतिको दिन मंगलबार अनि म उठिसकेको छु अब उठेर तल जाँदैछु म सुताइ काटेको माथि छ हैन म चाहिँ तल जाँदैछु अब झर्नै पर्ने हुन्छ उठ्नै पर्ने हुन्छ गर्नै पर्ने हुन्छ हरेक दिनको सुरुवात र हरेक काम सबैभन्दा फर्स्टमा गेट खोल्छु मैले मान्छेहरू फटाफट आउनुहुन्छ होइन त्यसपछि यो गेटलाई ट्याक्क खोलिदिने चाबीहरू यसरी लगाइदिने चाबीहरू बिग्रिएछ यार पानीले गर्दा यति भएपछि भयो त्यसपछि अर्को यो गेट छ बाइकमा आउनुहुन्छ हाम्रो दाजुभाइ दिदी बहिनीहरू होइन बाइकमा आएपछि सर खोल्छन् अनि त्यसपछि छिरिहाल्छन् फुत्त भित्र होइन त्यो भएर यो खोल्नु जरुरी छ ल अस्ति यो पाङ्रा चाहिँ चेन्ज गरेको यो फुटेको थियो यसको ब्यारिङ होइन यो उस्तै भयो यो चाहिँ चेन्ज गरेको बिस्तारैसँग त्यो तेलहरू हालेर यो एकदम स्मुथली चाहिँ सरर कुद्छ क्या यिनीहरूलाई फेरि ठाउँमै राखिदिनु पर्ने हुन्छ होइन अनि बेलुका फेरि होइन लाउनुपर्छ त्यही लायो भने फेरि के अरे कोही कोही त फेरि होइन त्यस्तै आँखालाई आइडिया हुन्छ चाबी साबी त्यही लायो भने फेरि एउटा भयो चाबी फाइदामा जानु सक्छ कम्पनी होइन त्यही भएर चाहिँ नि केरीमा त्यहाँ नराख्ने अब यहाँ खाना पकाउनु पर्ने हुन्छ यहाँ छ तरकारी अब यो भात टक्क पसाल दिएर अनि त्यसपछि भातलाई एक सिटी गजबले लाएपछि भात पनि पाक्छ अनि भात पाएपछि के हुन्छ भन्दाखेरि आजको दिन भात खाएर सुरु हुन्छ भात खाएर सुरु भएपछि काका के गर्नु पर जाल्यो भन्ने कुराहरू बिस्तारै हुन्छ ठ्याक्कै 2 ग्लास एकजना अहिले हाम्रो दाजु हुनुहुन्न सुरेन्द्र दाजु चाहिँ पनि अर्को एकजना मान्छे हुनुहुन्छ उहाँसँग हामी भात खानेछौँ भात खाएपछि दिनको सुरुवात बवाल स्टाइलमा हुन्छ होइन अनि त्यसपछि अब के भन्ने भन्दाखेरि पानी पर्ने सिजन छ जुनसुकै बेला जति बेला पनि पानी सर्र पर्न सक्छ परिराखेको छ बाहिर कतै लामो बाटो निस्किँदै हुनुहुन्छ बाइकहरूमा भने रेनकोटहरू बोक्नु पर्ने हुन्छ होइन नबिर्सेर नभएदेखि पानीले भिज्यो भने फेरि पछि ज्वरो आउन सक्छ स्वास्थ्यलाई किन होइन ज्वरो आउनु दिने ज्वरो आउनै नदिने बरु भिज्दै नभिज्ने अनि काठमाडौँको अहिले भित्र आउनु छ भने मास्क लाउनुपर्छ म यहाँ कोठैभित्र बस्दा पनि प्रायः मास्क लगाइराखेको हुन्छु प्रायः धेरैलाई अरे यार किन लाउँछ एक्लै हुँदाखेरि किन लाउँछ भन्नुहुन्छ तर मलाई चाहिँ मास्क लगाएन भने कस्तो अप्ठ्यारो फिल हुन्छ कि फोक्सोमा अलिक कस्तो कस्तो होइन प्रदूषित हावा छिरे जस्तो फिल हुन्छ त्यही भएर मैले मास्क लाउँछु लाएको लागि गर्छु मैले अनि यो चाहिँ मेरो बानी नै हो भनौँ न अनि अब ट्याक्क बोलेर आएको ट्याक्क बसाइदिने अब भात पाक्छ है यसरी घाम लागिसकेको छ है त ल त नि गाई चाहिँ त सब्जी किनेर आएपछि पकाएर खाइयो पकाएर खाएपछि अब सुतियो थ्याङ्क यू सो मच फर वाचिङ गाइज भिडियो आजले यति नै लामो भिडियो बनाउनु पर्ने हो तर मैले बनाउन सकेको छैन किन भन्दाखेरि म त्यस्तो खालको होइन कन्फिडेन्स चाहिँ छैन भनौँ न अब के भन्ने दिमाग खराब भइसकेको छ बिस्तारै आउँछ होला अलि राम्रो
तर राम्रो आउँछ भनेर के नसिकिराखेको छु न के होइन यत्तिकै भिडियो हेर रिल्स हेर टिकटक हेरेर बसिराखो दिमाग खराब किप वाचिङ गाइज किप लभिङ गाइज थ्याङ्क यू फर वाचिङ गाइज यो फुलको भिडियो पनि कति भइसक्यो अनि म चाहिँ यहाँ हिँड्दैछु बाटोमा पनि फुल बोटैभरि फुल भुइँभरि फुल रोडैभरि फुल फुलै फुल सबजना टिकटक बनाउँदै हुन्छ म यहाँ टिकटक बनाउन आएको होइन क्यामराम्यान ब्रदरहरू हुँदो रहेछ होइन फोटो खिच्नुहोस् मात्र 50 रुपियाँ भन्दै होला अस्ति नै 1-2चोटि खिच्नु खोजेको मतलब क्यामराम्यानहरूलाई के भनेको उहाँहरू पर्सनल हुँदो रहेछ अनि खासमा हामी आएको चाहिँ यहाँ हो होइन यहाँ आएको काठसाठ हेर्नलाई आएको हो अब हाम्रो अफिसमा 1-2वटा राम्रो काम मतलब राम्रो बनाउने हुँदैछ त्यो भएर हो अनि यहाँ चाहिँ टिकटकहरू बन्दैछ यो त अहिले लास्टै भाइरल भएको छ नि ठाउँ त फुलै फुल हेर्नु न ल अब यहाँ टक्क हरियो भएको थियो भने झन् कस्तो दामी हुन्थ्यो होइन तर पनि हरियाली छ जोस् कोही लजाउँदै टिकटक बनाउँदैछ कोही छाती फुलाएर टिकटक बनाउँदै हुनुहुन्छ कोही टिकटक बनाएको लजाउँदै हेर्दै हुनुहुन्छ क्या नाच्नेमा उफ्री नाचिसक्यो तर हेर्ने मान्छे पनि लजाउँदै हेरेको हुन्छ है मलाई पनि म पनि त्यहीमा पर्छु अरू नाचिसक्यो सालो म चाहिँ लजाइ हेरिराखेको छु तिनीहरू नाचेको अनि हामी चाहिँ यहाँ आएको हो एकैछिन सामान नभए हेर्नु गाडी रोकी टाढाबाट घुम्नु आइ हुँदैछ फुल्यो बसन्त ऋतुमा यस्तो हुँदो रहेछ है त पानी पनि पर्न खोज्दैछ पानी परेपछि झन् यस्तो दामी देख्छ यो गाडीहरूमा चट्ट होइन सफा देख्छ गाडीहरू अनि त्यहाँ माथि फुल झर्छ अनि दामी देखिन्छ हामी यता जाँदैछ है त ल गाइज है पानी पर्न लागेको छ भन्दा चाहिँ पानी चाहिँ पर्नै थालिसकेको छ मान्छेहरू कोही छाता ओढेर कोही रेनकोट ओढेर होइन हिँडिराख्नु छ अनि यता हाम्रो सर पनि रेनकोट ओढेर हिँड्दैन छ सुपरम्यान जस्तै देखिँदै हुन्छ हाम्रो सर चाहिँ पुरा हो या अनि त्यसै हामीसँग त्यो छाता पनि छैन होइन रेनकोट पनि छैन अनि त्यो भएपछि हामी चाहिँ भिज्दै हिँडिराखेको छ त्यसको पुच्चा समातेन पर्दैन सर अस्ति नै यसमा नाला लाउँदै थियो गाइज अहिले नाला लगाइसकेको छ तर पनि बाटो कम्प्लिट गर्नु भएको छैन त्यो भएपछि अहिले शास्ति छ थोरै पानी पर्ने बित्तिकै हिलो कहाँ लड्ने हो कहाँ को पछारिने हो थाहा छैन अब यो कहिले बन्छ थाहा छैन फोटो खिच्नेहरू पानी सानी नभनिकन केही पनि नभनी फोटोको लागि घुम्दै हुनुहुन्छ चढ्दै हुन्छ हिमाल दिदीहरू टररररा होइन ल चाहिँ अब खाजा पनि खानुपर्ने हुन्छ म चाहिँ खाजा पसलतिर जाँदैछु समोसा किन्नु पर्यो भने 200को 8वटा समोसा 50 रुपियाँ हातमा 6वटा समोसा हाहा छैन 8वटा ल त नि गाई चाहिँ त अब कुर्दा गरेर एउटा जल्दो बल्दो युवालाई पठाइयो बाहिर नेपालदेखि होइन अब जबरजस्ती खेलाइयो अब यस्तो युवाहरू कति गइरहेको छ बाहिर भन्ने कुरा सबलाई थाहा छ अब के गर्नु देशको अवस्था यस्तै छ अब अहिले आजलाई चाहिँ यति नै भन्न चाहेँ मैले अरू भिडियोहरूमा भेटौँ थ्याङ्क यू सो मच फर वाचिङ गाइज किप लभिङ किप सपोर्टिङ किप डुइङ आफ्नो ठाउँमा बसेर अब कसरी हुन्छ भक्ति गरेर मात्रै हुँदैन होइन किप डुइङ किप ल त नि गाइज त म चाहिँ यातायात वरिपरिबाट आउँदैछु अनि यहाँ सेतो झोला छ झोलाभित्र चाहिँ यस्तो चिजहरू छ ल त नि गाइज त म चाहिँ यातायात एरियातिरबाट आउँदैछु होइन यातायातको कार्यालय अनि यहाँ चाहिँ हाम्रो एउटा खोइ के माडको छ होइन मतलब योतिर छु अनि म चाहिँ झोलामा मालगाडी बोकेर आउँदैछु यहाँभित्र खानेकुराहरू छ के अरे समोसा खाएपछि फोन हेरेको एउटा समस्या मेरो लागि के भएको छ भन्दाखेरि एकदम धेरै क्या जबसम्म ब्याट्री सकिँदैन त्यति बेलासम्म फोन हेरेको मैले यस्तो यो गाडीको नम्बरहरू यो लाइटहरू अलि राम्रोसँग मैले देख्नै छोडिसकेँ क्या
मेरो आँखा नै फाँक भइसक्यो फोनको ब्याट्री नसकिन्जेलसम्म भिडियो हेरेको अब यो फोनको एडिक्सन यो टिकटक होइन यो छ नि फेसबुकमा रिल्स अनि यो जहाँ गए पनि युट्युबमा गए पनि सर्ट्स हेरेकै आँखै फुट्न आँटिसक्यो टाउको दुख्नु थालिसक्यो थाहा छ तर पनि हेर्नु छोडेको छैन क्या यो चाहिँ छुटकारा कसरी पाउने भनेर मैले हेर्दैछु सोच्दैछु त्यस्तै छ त्यसरी नै बितेको छ अब खाना पकाउनु पर्छ खाना पकाएर खानु पनि पर्ने हुन्छ होइन अनि अफिसतिर आइसक्यो अब यहाँदेखि भित्रतिर म जान्छु खाना पकाएर खान्छु आजको दिन जोस् यतिको खुसीको दिन भयो मजै आइरहेको छ यिनीहरूमा के छ है त हाम्रो किचन चाहिँ यहाँ हो यस्तो छ भाँडाकुँडाहरू सामानहरू यहाँ छ यो यस्तोहरू ल्याउनु भएको रहेछ यहाँ झोलामा त मिठाई पो रहेछ यो मिठाई चाहिँ हाम्रो सरको भाइको बिहे भयो हो उनीहरूको परम्परामा चाहिँ यस्तो रहेछ बिहे गरेर ल्याउने अनि ल्याएपछि उता जाने अनि खप्कीको लिएर आउने होइन कस्तो मिठो मिठो यार एउटा खाउँ खासमा हुँदैन तराईको मान्छेहरूलाई धेरै कुरो बनाएर खानु जाने हुन्छ क्या म पहाडको हो म पनि एकदम दामी लाग्छ महँगो पहाडको मान्छेहरूसँग अलिक टाइमै हुँदैन त्योहरू पनि बनाउँदैन जस्तो मलाई लाग्छ अब खान्छु अनि भेटौँ है लौजना गाई चाहिँ अब मिठाई सिठाई खाएपछि खाना पकाएर खाएपछि चाहिँ सुटी हो थ्याङ्क यू सो मच वाचिङ गाइज भन्न चाहेँ मैले किप लभिङ किप सपोर्टिङ किप डुइङ किप गोइङ यस्तै हो कहिलेकाहीँ मिठाई कहिलेकाहीँ तितो कहिलेकाहीँ के होइन जस रमाइलै छ जिन्दगी किप वाचिङ गाइज बाई बाई गाइज थ्याङ्क यू सो मच वाचिङ गाइज है त